हेलो नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल। र आज फेरि अर्को भिडियो लिएर आएको छु र म चाहिँ अहिले माथि जाँदैछु अङ्कललाई भेट्नु, किनभने चाहिँ यहाँनिर हाम्रो सानो दुईवटा दैलो ठोक्नु छ, त्यहाँदेखि सबमिटर जोड्नु छ। त्यही कारण चाहिँ अङ्कललाई भेट्नु गएको र अङ्कल भेट्छ कि भेट्दैन है त। यो चाहिँ हाम्रो घरको बाटो उकालो जाने रोडपट्टि यस्तो छ बाटो चाहिँ। यो चाहिँ हाम्रो पुरानो बाटो, पहिला जुन चाहिँ रोड नहुँदाखेरि चाहिँ बाटोबाट हामी सबै सामानहरू भयो, बजार जाँदाखेरि भयो, कहीँ जाँदाखेरि पनि गाडी भेट्नुको लागि जाँदा पनि यही बाटो युज गर्थ्यौँ। अझै यो साइडबाट चाहिँ रोड खोलिएको छ, अनि त्यही कारण अहिले चाहिँ त्यस्तो हिँड्नु पर्दैन यो बाटो। र म चाहिँ अहिले आधी बाटो आइपुगेको छु। यहाँबाट 2 मिनट लाग्छ माथि पुग्नु। यो पारिको सबै पन्बुहरू पर्छ यो डाँडामा चाहिँ। सायद अस्ति जाँदाखेरि यो डाँडा जस्तो लाग्यो। यो मुनिको चाहिँ डब्लिङ एकदमै घाम लागेर मजाको के भन्छ त्यो जग्गाको नाम भइरहेको छ बिहानखेरि। अहिले चाहिँ तपाईँको 9 बजिसकेको छ। यो चाहिँ हाम्रो पुरानो सर्टकट बाटो। यो चाहिँ अङ्कलको घर। अङ्कलहरू त छैन रहेछ। अङ्कल छैन रहेछ। अब तपाईँहरू उहाँको मेरो रोड बाटो देखाउँछु। यता चाहिँ मेन रोड तपाईँहरू कालिम्पोङ लाभा यो बाटो जान सक्नुहुन्छ। अनि यो बाटो चाहिँ ओह्रालो चाहिँ ओत्लाबारीहरू। यो चाहिँ तपाईँहरू रोडपट्टिबाट चाहिँ जाँदाखेरि चाहिँ यो बाटो भेट्छ। यो चाहिँ नयाँ होमस्टे फ्लोरा एन्ड फ्यु। यहाँ माथि सबै होमस्टे। यहाँबाट चाहिँ अलिकति अगाडिबाट चाहिँ तपाईँको एउटा रोड छ, त्यहाँबाट गयो भने चाहिँ रोड बाटो यहाँबाट कनेक्ट हुन्छ। त्यो जुन चाहिँ कालो रोड चाहिँ त्यो कालिम्पोङपट्टि जान्छ र यो चाहिँ हाम्रो घरपट्टि। र म चाहिँ अहिले अङ्कल भेटिनँ र अङ्कल चाहिँ 3 बजी आउँछु भन्नुभएको छ। र म चाहिँ अब फाल्टै मेरो काम छ, त्यो काममा जान्छु। भयो भने चाहिँ अब गएर खानासाना खाएर त्यो काममा जान्छु। यो रोड चाहिँ यस्तो छ। हाम्रो गाउँको चाहिँ सोलिङ रोड हो, तर यता पनि होमस्टे नै छ। यहाँ मुनि यो रातो देख्दै गरेको, र यो मुनि चाहिँ 2टा मात्रै होमस्टे छ। एउटा यो भयो र अर्को हाम्रो। यो चाहिँ हाम्रो घर जानेपट्टि एउटा होमस्टे छ। त यो नयाँ हो। यो चाहिँ उतापट्टिबाट म फर्स्टमा गएको चाहिँ त्यो चाहिँ सर्टकट हो। यो चाहिँ रोड। पहिला हामी यो रोड नहुँदाखेरि चाहिँ त्यो सर्टकट बाटो नै युज गर्थ्यौँ, प्रायः हिँड्थ्यौँ। र अहिले चाहिँ मतलब हिँडेर जानुको लागि चाहिँ त्यो सर्टकट बाटो युज गर्छौँ। हिँडेर जानुको लागि त्यो सर्टकट बाटो युज गर्छौँ। अब गाडी के जाँदाखेरि चाहिँ मतलब केमा जाँदाखेरि चाहिँ त्यहाँबाट हिँड्छौँ नि त। यो चाहिँ मेरो स्याडो। ओहो यो फेरि सानो बाटो चाहिँ, यो चाहिँ म स्कुटी कुदाउने बाटो। यो चाहिँ यो सोलिङबाट चाहिँ पुरा उफ्रिन्छ, त्यही कारण चाहिँ यताबाट कुदाउँछु। जग्गा चाहिँ यस्तो सानो बाटो छ, नत्र चाहिँ यस्तो सोलिङमा कुदाउनुपर्छ। म चाहिँ अब घर आइपुग्न आँटेको छु, घरको यतापट्टि छु। अब घरमा गएर खानासाना खाएर भयो भने चाहिँ मेरो फाल्टो काम छ, अनि त्यो काममा जान्छु है त। ल पिस। यो चाहिँ हाम्रो गोठ।
यो पर हाम्रो बडीको घर, यो पारी लाभाहरू पर्छ गुम्बा डाँडा, केटाफेरि बसिरहेको रहेछ। यो चाहिँ हाम्रो घर, म चाहिँ आइपुगेँ। यो चाहिँ हामीले खनेको रोड हो। म चाहिँ अब खाना खान्छु, सोल्दर सब्जी भात मासु। मेरो चाहिँ खाना यस्तो छ। अब खाना खाएर के काम हुन्छ, अब उता त मेरो फाल्टो काम थियो एउटा, त्यो आज क्यान्सल होला जस्तो भयो, किनकि सङ्क्रान्तिले गर्दा सबै सङ्क्रान्ति मनाउने अरे। यो त जङ्गलै पो रहेछ नि। र म चाहिँ अहिले दिनभरि रेस्ट भन्दा पनि कामहरू गरेर हल्का रेस्ट गरेर चाहिँ अब फेरि सामान ल्याउनु माथि डाँडा जानुपर्ने छ स्कुटी लगेर है त। स्कुटी चाहिँ यहाँ तल छ, जानुपर्ने चाहिँ यता।